हेलो हेलो आजको भिडियोमा सबैजनालाई स्वागत छ है। आज चाहिँ म यो नुवाकोट विद्युर 5 गङ्गटे पार्कतिर जाँदैछु अनि यहाँको हल्का भिडियो पनि यहाँहरुमाझ गर्दैछु भिडियो अनि देखाउने छु प्रयास गर्दैछु है। यो चाहिँ हाम्रो भित्र छिर्ने गेट हो, पार्क भित्र जाने गेट अनि यस्तो घुमाएर जानुपर्छ यहाँनिर। ओहो अहिले त पुरै हरियाली भएर छ अहिले त कति राम्रो देखेछ ल। अहिले त पानी परिरहन्छ अनि दुबो पनि सबै पलाएर हरियो देखेछ है। यता झन् राम्रो देखिरहेछ है। यो भित्र प्रवेश गेट हो अनि यता माथि यो पारीको डाँडो देखिरहेछ अनि यहाँ चाहिँ हेलिप्याड पनि छ है। यहाँनिर डाँडामा हेलिकप्टर पनि बस्छ टाइममा चाहिँ। थ्याङ्क यू भनेर यतापट्टि थ्याङ्क यू लेखेको छ गेटको यतापट्टि। हल्का हिँडेको भिडियो बनाइदिएको है, कस्तो आउँछ भने, तर खासै राम्रो आएको छैन है। मान्छे नै यस्तै छ, कस्तो आउनु त र। सिटमा त्यति पनि हिँड्ने भन्ने छ है। हल्का भिडियो चाहिँ बनाउन मिलिरहेको छैन है, यस्तै छ है। म त मासतिर जाँदैछु अनि यो घर जुन माथि घर पनि छ है, यहाँ पुरानो घर भन्नाले भूकम्पपछि निर्माण भएको यो चाहिँ जुन सामानहरू राख्नको लागि चाहिँ बनाएको घर चाहिँ। यता माथि चाहिँ यो जिम गर्ने ठाउँ, जिम भन्नाले एक्सर्साइज, शारीरिक एक्सर्साइजको लागि मर्निङ टाइममा चाहिँ मान्छेहरू आएर आफ्नो शरीर स्वास्थ्यको लागि चाहिँ एक्सर्साइज गर्ने धेरै प्रकारको यो मिसिन त भन्नुपर्छ यसलाई, मिसिनहरू राखेको छ यहाँ चाहिँ। म यताबाट जान्छु अब। यता साइडमा चाहिँ घर छ यो पार्कको बाहिरी साइडमा। अनि यो पानीको फोहोर आउँथ्यो पहिला, पानी हुँदाखेरि चाहिँ। अहिले चाहिँ पानी छैन यहाँ, पुरा माथिबाट झर्थ्यो पानी, यहाँ कति रमाइलो हुन्थ्यो। अनि यतापट्टि जाउँ है त। यताबाट हामी बट्टा राम्रोसँग देखिन्छ है, बट्टा अनि इनारपाटी। एउटा सेल्फी हानिदिएको है यहाँ चाहिँ, फेरि कस्तो देखिरहेको के हो यो, ठिकै छ। अब म फर्किन लागेँ यतापट्टि। यो चाहिँ खास पहिला स्कुल थियो, हामी यहीँ पढ्थ्यो पहिला, 5 कक्षासम्म पढाउने स्कुल थियो। पछि भूकम्पले भत्केर चाहिँ स्कुल हरायो है। अनि चाहिँ यो जुन के भने स्याम्पल घर हो कि केशवराज पाण्डेले चाहिँ जुन उद्घाटन गरेको, केशवराज पाण्डेज्यूबाट उद्घाटन सुसम्पन्न गरियो 2078 साल असोज 11 गते रोज 2 सुबह। अब यतापट्टि जाउँ है, म फर्कने क्रममा छु। यहाँ पिङहरू पनि छ बच्चाहरूको खेल्नको लागि। हेर्नुहोस् अहिले घुम्न आउँदा एकदम रमाइलो भएको छ है, पुरै हरियो छ। यो दुबो पनि पलाएर अनि छेउछेउको यो फुलहरू पनि जुन हुर्कँदै बढ्दैछ है। राम्रो सिन आउँछ फोटो अनि भिडियो गर्नको लागि चाहिँ। आज चाहिँ म थोरै टाइम भएरै हल्का भिडियो मात्रै गरेर फर्कने क्रममा छु। जाउँ अब। मोबाइल चला बसिरहेको थिएँ। हामी चाहिँ अब बाहिरिने क्रममा छौँ अनि यो थ्याङ्क यू भनिसकेको छ गेटले पनि हामीलाई। घुमेर आउनुभएको पनि थ्याङ्क यू रे। गेटबाट बाहिर जान्छौँ। बाहिरको सिन पनि एकदम राम्रो भएको छ है। यहाँबाट चाहिँ पुरै पिच गरेको छ नजिक। यता पारी हो, हामीले तारी खोला देख्न सक्छौँ अनि पारीपट्टिको चाहिँ यो मदनपुर 12 को